हेलो गाइज वेलकम ब्याक टु माई विमल चामलिङ ब्लग। तपाईँहरू सन्चेउनु अनुसार म पनि सन्चै छु, तर आज चाहिँ ब्लग भन्दा पनि आज चाहिँ मेरो यो प्रोडक्ट टेलिसिनको यु सेप नेक वाटर माउन्ट अनबक्सिङ गर्न गइरहेको छु। सो दिस इज दि नेक माउन्ट है। यो नेकमा लगाएर चाहिँ यसलाई त्यो सुट गर्नु चाहिँ होइन, भिडियो यो विदाउट हुन्छ नि, हात युज नगरी भिडियो सुट गर्नु एकदम इजी हुन्छ। गाइज अब म चाहिँ यो अनबक्सिङ गर्न गइरहेको छु। सो दिस इज दि प्रोडक्ट अफ टेलिसिनको प्रोडक्ट। सो लेट मी ओपन गर्छु म। सो के रहेछ हेरौँ। So this is the product टेलिसिनको। एकदम राम्रो रहेछ। सो यो चाहिँ लिटरली यो नेकमा लगाएर यो क्यामेरा हुन्छ नि, एक्सन क्यामेराहरू यो अगाडि राख्ने, अनि एकदम अगाडिको त्यो भ्यूहरू सुट गर्न सजिलो हुन्छ। सो यसको स्विच चाहिँ आउँछ है गाइज। यो गरेपछि यो यसरी टक्क यहाँ राख्ने। सो यहाँ चाहिँ यो एक्सन क्यामेरा राखेर अगाडिको सुट गर्न सकिन्छ विदाउट युजिङ ह्यान्ड्स है। सो एकदम सजिलो हुन्छ एकदम अगाडिको भ्युजहरू। सो इफ यु आर अ साई पर्सन होइन, यहाँ ट्याक्क राखेर यतिकै चिलमा सुट गर्दै अगाडि हिँड्नु पनि सकिन्छ। सो इट कस्ट मी एराउन्ड होइन 3500 होइन। यो चाहिँ त्यो पनि एकदम बेस्ट प्राइसमा दिएको, काठमाडौँदेखि मगाएको। सो यसमा अर्को प्रोडक्ट पनि मैले किनेको थिएँ। यो चाहिँ म्याग्नेटिक माउन्ट हो यो टेलिसिनकै। सो टेलिसिनको यो म्याग्नेटिक माउन्ट। सो वन्स यो सबै फिक्स गरेपछि आई विल सो यु है कस्तो हुन्छ। सो यो यसको माउन्ट यो चाहिँ 380 डिग्री घुमाउनु मिल्दो रहेछ होइन साथीहरू। सो यो चाहिँ अहिले अनलक पोजिसनमा छ। सो यसलाई यो एकदम मिलाएर टक्क यहाँ फिक्स गर्नुपर्ने रहेछ। सो वन्स यो घुमाएपछि आफू लक, अनि त्यस पछाडि यो म्याग्नेटिक माउन्टलाई चाहिँ यहाँ राख्ने, जुन चाहिँ यो टेलिसिनकै यो म्याग्नेटिक माउन्ट चाहिँ एक्स्ट्रा मैले किन्नु पऱ्यो। सो 1200 भन्दै थियो, सो 1000मा दियो। सो यसलाई चाहिँ यहाँ फिक्स गरेर राखिदिने, अनि यसको यो स्क्रु लगाएपछि सकियो काम। एकदम यो चाहिँ सो एकदम डह्रो भइसक्यो साथीहरू। सो यति गरेपछि चाहिँ यो नेक माउन्टलाई चाहिँ यहाँ नेकमाथि राख्ने। सो यति गरेपछि यो लक भएपछि भयो। यसलाई कति एङ्गलमा राख्ने होइन त्यो अनुसार मिलाउन सकिन्छ। उँधो पनि ओह्रालो पनि हुनसक्छ, माथि उकालो पनि। सो यो म चाहिँ प्रायः सिधै राख्छु। सो दिस इज द प्रोडक्ट फ्रम टेलिसिन। सो टोटल यो म्याग्नेटिक माउन्ट र यो नेक माउन्ट चाहिँ मलाई 4500 पर्यो। सो यो नेक माउन्टसँग चाहिँ यो बेल्ट पनि आउँदो रहेछ। सो यो चाहिँ अब एकदम साइक्लिङ बाइकिङहरू गर्दा चाहिँ चाहिन्छ, बट मुभमेन्ट हुन्छ यो, त्यो भएर चाहिँ। सो साथीहरू अब चाहिँ म यो मेरो एक्सन क्यामेरालाई चाहिँ यो माउन्टमा होइन क्लिप गरेर राख्छु, अनि अगाडिको हुन्छ नि भ्युज यत्तिकै होइन नर्मली देखाउँछु कस्तो हुँदो रहेछ।
सो साथीहरू यो मेरो यो टेलसिनको नेक माउन्ट चाहिँ हैन एक्सन क्यामेरा यो यस्तो देखियो यो नेक माउन्टमा लाउनु बित्तिकै सो विदाउट युजिङ ह्यान्ड्स हैन एकदम यो चाहिँ साइ पर्सनहरूलाई पनि एकदम सजिलो है युज गर्न सो अगाडिको भ्युजहरू यतिकै हुन्छ नि वन्स क्यामेरा अन गरेपछि अगाडिको हैन मजाले खिचिरहन्छ सो इन्ट्रोभर्टहरूलाई पनि एकदम इजी सो अब चाहिँ डाइरेक्टली हैन यो क्यामेरादेखि युजिङ दिस नेक माउन्ट हैन कस्तो आउँछ अगाडिको भ्युज आई विल जस्ट सो यु है म अगाडिको देखाउँछु भ्युज साथीहरू अहिले चाहिँ मेरो यो एक्सन क्यामेराले हैन यो सेप नेक माउन्ट युज गरेर चाहिँ डाइरेक्ट अगाडि खिचिरहेको छ युजिङ ह्यान्ड्स है एकदम सजिलो हुन्छ युज गर्नु पनि सो यसो घुम्यो आफू हुन्छ नि आफ्नो मुभमेन्टहरू सो मैले हात पनि युज गर्नु परेन सो नेकमा राखेर भिडियो अगाडिको खिचिराख्नु एकदम सजिलो लाग्यो मलाई चाहिँ सो टेलिसिनको प्रोडक्ट राम्रै लाग्यो मलाई चाहिँ सो बाइ द वे दिस इज नट द स्पोन्सर्ड भिडियो है एनिवे राम्रो रहेछ प्रोडक्ट चाहिँ